नमस्कार, तपाईलाई नेपाल खोज खबरमा स्वागत छ। हामी भर्खरै एउटा पोस्ट फेला पार्यौं जसमा चाहिँ मोबाइल भेटिएको छ। मोबाइल पनि सानोतिनो मोबाइल होइन, भर्खरै लन्च भएको 17 सिरिजमा आइफोनको रहेको छ, जुन चाहिँ एकजना निकै मनकारी व्यक्तित्वले भेटाएर आफ्नो फेसबुकमा पोस्ट गर्नु भएको हामीले जानकारी पाए लगत्तै हामी उहाँलाई सम्पर्क गर्यौं। उहाँ चाहिँ फोन आइराखेको छ, मलाई डर पनि लागिराखेको छ, कतै केही हुने हो कि भनेर डर लागिराखेको छ भन्ने उहाँले सूचना दिइसकेपछि हामी उहाँकै घरमा आएर यसरी प्रत्यक्ष भेटेका छौं र सँगसँगै उहाँलाई भेटे लगत्तै यो मोबाइल हाम्रो हो, हामीले हजुरलाई सम्पर्क गर्न खोज्दा खोज्दै आज भेट्यौं भन्ने कुरा गर्दै फेरि महानुभावहरू आइसक्नु भएको छ। अब हामी देखाउँछौं मनका निकै धनी व्यक्तित्वलाई। मेरो नमस्कार, मेरो नाम दिलबहादुर गदार, मेरो जन्मभूमि त लमजुङ हो। हाल म चितवन भरतपुर 15 फुलबारीमा बस्छु। यथार्थ कुरो भनिदिन्छु, मैले भैँसीले पानी गएर फर्किँदाखेरि बाटोमा झोला रहेछ, कसैले यो अब त्यत्तिकै नाटक गर्नको लागि शङ्कास्पद वस्तु फालेको पो हो कि भन्ने डरले मैले झोला टिपिनँ। सेतो झोला थियो, फेरि मन आधा बलियो गरेर टिपेर अनि हेरिन घर आएर श्रीमतीसित मैले यो झोला यसरी भेटाएन अनि मैले के गर्ने होला, खोल्ने हो कि नखोल्ने होला भनेको त हेर्नु न के हुन्छ र भने पछाडि त्यो झोलाभित्र खासै एउटा मोबाइल रहेछ, पहेँलो कभर भएको मोबाइल रहेछ। आइफोन हो कि बी फोन हो सी फोन हो थाहा छैन, कुन चरियो नाम थाहा छैन, आफूले खेलाएको पनि छैन। अनि त्यहाँबाट अनि आइफोन कुरो थाहा भयो भने त्यो हेरेँ, अनि आखिर एउटा चस्मा रहेछ, 50 रुपियाँको पैसा आधी च्यातिएको रहेछ, 10 रुपियाँ रहेछ। अनि मोबाइल त्यो हेरे पछाडि पक्कै ब्याङ्क ब्यालेन्स वाला मोबाइल होला भनेर मैले सेफ्टी साथ राखिदिएको छु र मैले नेटमा हालिदिएँ। को कहाँ के मान्छे विभिन्न बाहना पऱ्यो मेरो भनेर लिएर जालान्, के गर्लान्, मेरो बदनामी होला। आजसम्म मेरो बाबाआमाले सत्य गरेर खानुभएको छ, मैले पनि सत्य गरेर खानुपर्छ, छोराछोरीको लागि धर्म गर्नुपर्छ भनेर नै मैले सेफ्टी गरेर राखिदिएको छु। हस्पिटल खनाल भएको रहेछ हाम्रो पण्डित पुजारी विष्णुपुर फुलबारी 15 का पुजारीको छोरीको मोबाइल र सेफ्टी गरेर राखिदिएको छु। म भित्रबाट ल्याएर हजुरलाई हस्तान्तरण गरिदिनेछु। ल दाइले पाउनुभयो, मुरी धन्यवाद। भर्खरै मैले उहाँलाई सम्पर्क गर्दा म भजनमा जाँदैछु, छिटो आइदिनुपर्छ भन्ने कुरा पनि गर्नुभएको थियो। ल उहाँ चाहिँ भजन कीर्तनमा एकदम पोख्त मान्छे, भजन पनि थोरै सुन्छौँ हामी उहाँको। भजन त गाउँदिनँ मैले। नमस्कार, सत्य गरे एक दिन बाटो पाइन्छ, असत्य गरे धर्म पापले कहिले पनि म भइँदैन, छोराछोरीको लागि पनि धर्म गर्नुपर्छ। मैले सानो एउटा गीत बनाएको छु। हे गाउँछु गीता सारङ्गी रे तेरा ओ सारङ्गी रे तेरा, ल्याछु मैले यो झोला भेटेर घर त चाबाइल यो झोला भित्र त आइफोन 17 को रहेछ मोबाइल। कति टेन्सन भोला बिचराको मन कति होला, काली पारे दाइ असल कर्मलाई नभुलिदिनु है, काली पारे दाइ असल कर्मलाई नभुलिदिनु है। अन्तै दान गरिदिनु होला, तर हामीले चाहिँ दिन्छौँ नै, खुसीले दिएको राख्नुहोस् भनेर भन्नुभएको छ। यो पनि उहाँलाई खुलाउन चाह्यौँ र उहाँले लिन नचाहँदै पनि उहाँले आफू एकदम हर्षित भएर दिनुभएको कुरा, यसलाई अन्यथा लिनुपर्ने कुरा पनि छैन। दिनुभएको छ, म इन्कार गर्दा त दिनुभएको छ, के दिनुभएको कति दिनुभएको छ, मैले भोलि बिहान मन्दिरमा दिनेछु मैले। ल ताली बजाइदिनु।